सानैबाट हेरिरहेको त्यो कार्टुन के अरे डोरेमोनको नोबिताकोहरू हुन्छ नि हामी त्यतातिर जाँदैछौँ है What's up everyone, it's Urban, it's back on the new video. So के छ केटाकेटी हो भन्ने भन्थ्यो अब सबै आफ्नो ठुला पनि हुनसक्छ त्यही भएर के छ अनि ठिक छ ल खै केही छैन हामी चाहिँ आज चाहिँ हामी अब कहीँ जाँदैछ जापानमा अहिले चाहिँ के भन्छ भने साकुरा एकदम फुलिरहेछ क्या हाम्रोतिर पयौँ भन्छ हामीले अब सानो सौदा हामीले डेन्जर खान्थ्यो है अब हाम्रो नेपालतिर चाहिँ पयौँ त्यो गेडा पनि लाउँथ्यो कि त्यो खान्थ्यौँ हामीले अब यहाँतिर चाहिँ एकदम सबले साकुरा 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 भन्दै कि फोटोसोटो हालेर आउँछ कि हामी पनि जान्थ्यौँ साकुरा हेर्नु जाँदैछौँ कि किन हामी पनि हाम्रो त नजिक छ नि हामीले नदेखाएर मात्र त भने अब हाम्रो देखाइन्छ ए फ्लेक्स गर्न हाम्रो पनि आउँछ नि अब गइन्छ चट्ट पहिले मजा सजा लानु पऱ्यो अनि त्यसपछि जुत्ता सुत्ता लाएर चट्ट भएर गइन्छ अब चाहिँ हेर्नु हामी हिँड्छौँ अनि कति बज्यो भन्दा ठ्याक्क अहिले चाहिँ हाम्रोमा यहाँ जापानको चाहिँ 10:48 भयो नेपालमा चाहिँ 7:32 भयो अनि नेपालमा 10:30 भइसक्यो यहाँ चाहिँ 10:48 भइसक्यो होइन अब चाहिँ हामी जान्छौँ यहाँ चार्ज पनि भएको फुल भइसकेको छ अनि मसँग फेरि दुईवटा मोबाइल छ भनेर नदेखाएको चाहिँ होइन त्यो देखाएको चाहिँ होइन त्यो देखाएको चाहिँ होइन त्यो देखाएको भनेर सोच्ने पनि होइन त्यो दुईवटा मोबाइल छ देखाएको होइन कि पहिलो मोबाइल हो नि त 7 वर्ष जति भयो यो मैले युज गरेको अहिलेसम्म केही पनि भएको छैन केही पनि कम्प्लेन पनि आएन बरु नयाँ मोबाइलको त्यति बिग्रिन्छ यसले मेरो साथ छोडेको छैन अहिलेसम्म यो मेरो लागि लक्की चाम हो नि त रेडी हो बडी देखाइदियो त ए मेरो सिस प्याक मेरो नगरी के छ त मेरो साथीको बडी छँदै छ नि सो अब हामी चाहिँ हिँड्यो म चाहिँ अब रेडी सेट आएको जति सुत्तो लाएर रेडी भयो हिँडिसकेँ साथी अझै पनि रेडी भएको छैन हाम्रो चाहिँ उति फुलहरू हेर्न जाने कस्तो दामी देखेछ है अनि हामीले चाहिँ फ्ल्याक्स नआनेको मात्र त भन्दा हाम्रोतिर त हाम्रो रुमबाट नजिक छ नि अनि हाम्रो रुमको लास्टै नजिक छ हामीले नदेखाएर मात्र हो नि मान्छे साकुरा साकुरा भने भिडियो बनाएर हाल्छ कि केक खान चटक देखाइदिन्छ हामीले नदेखाएर नि हाम्रो देखानबाट धेरै छ हाम्रो रुमको पछाडि छ यार साकुरा यार हामी यो खाइसिया जाने बाटैभरि साकुरा छ अनि हामी यो बसेको ठाउँमा जङ्गलभरि पुरै साकुरै साकुरा ल हामी नदेखाएर पो त अनि म बाहिर आएर 1 घन्टा भइसक्यो यो मान्छे अझ भित्रबाट जाडो छ भने टी सर्ट लाएर बस्यो मर्ला झ्यान्डा काटेर रास्ती छ अनि 1 घन्टा भयो म बाहिर आएर बसेको यो मान्छेलाई मेकअप गर्ने यति टाइम लाग्छ ओहो छिटो आऊ त सो हामी चाहिँ जानुपर्छ यस्तो दामी काट्छ चढेर कहिले होला चढ्ने भाग्य नै यस्तै रहेछ ठिक छ हामीले नचढाएर हामीले चढ्न चाहने भने त हामीले यो खतरा खतरा चढ्न सकिन्थ्यो तर भाडा पो महँगो छ थियो कि म चाहिँ मोबाइलतिर ध्यान दिएँ फेरि मैले खासै बाटो पनि ध्यान दिएन उसले चाहिँ कति बेला के भेटाउँछ भनेर त्यो चाहिँ सोचिरहेको हुन्छ कि बाटोमा के भेट्छ भनेर सोचिरहेको हुन्छ पैसा भेटेर कति छ देखायो 1200 पैसा भेट्यो खै हेरौँ यस्तो हुन्छ कि यहाँको सिक्काहरू हेर 500 यहाँ त 500 1000भन्दा तलको नोट हुँदैन 500 सिक्का उसले कति 1000 रुपियाँ भेटा मैले मोबाइलतिर ध्यान दिएँ हिँडेँ उसले बाटोमा ध्यान दिँदै हिँड्नु बाटोतिर हेरेर हिँड्छ कि जति बेला नि केही भेट्छ कि भेट्छ अस्ति नि उसले 1 रुपियाँ भेटाएको थियो कि उहाँबाट 2 चोटि 1 रुपियाँ भेटायो त्यहाँदेखि उसले बाटोमा हेरेको त भाइ यता हिँड्नु पऱ्यो नि बाटोमा हेर्दै हिँड्दै गर्ने भेटिन्छ गर्ने यस्तो होला 10,000को नोट भेटिन्छ अहिले कताबाट सिक्काको खसालेको थियो अनि चाहिँ खोज्दै आउँछ र अनि त्यहाँ त्यो पनि खोजिदिन्छ अनि थाहा हुन्छ उसले चाहिँ त्यस्तै भेटेछ क्या लक चम्किहाल्यो बिचराको बिहानै अब पार्टी त होला नि होइन त्यो पार्टी होला साँझको पार्टी अब त्यहीबाट हुन्छ त अब ल त्यस्तो भएको थियो देख्यो मैले साकुरा हेर्न जाऊँ भने कति फाइदा भयो ल त्यो आधा है अब मलाई 500 भए पुग्छ 500 नोट भए पुग्छ मलाई हामी चाहिँ आइसक्यो साकुरा चाहिँ हेर त्यो साकुराहरू आमा यो मान्छे रमाएको हेर बाँदर यति खुसी हुँदैन होला केरा देख्दा ल हामी चाहिँ अब यहाँ त दामी सर्लकै रहेछ है हामी चाहिँ ल यहाँ आइसक्यो अब साकुरा यहाँबाट चाहिँ अनि भ्यू खतरा देखिन्छ कि यो साकुरा अरे यही यो साकुरा भन्ने है
यस्तो हुन्छ अब साकुरा भन्ने ट्याक्क हामी आइ पनि सक्यो अनि यही फुल हो बसाउँदैन है त्यति साह्रो अब यहाँबाट यस्तो हेर्नुपर्छ अनि साकुरै साकुरा छ उहाँ हेर माथि त्यो पनि थुप्रै साकुरा यहाँ साकुरा यता साकुरा अरू अरू ठाउँमा उतै पनि छ साकुरा यता साकुरै साकुरा क्या मान्छेहरूले एउटा बुट्टा मुनि गएर बसेर साकुराको एउटा बुट्टा हुन्छ त्यहाँ गएर भिडियो बनाउँछ हाम्रो त पुरै साकुरा है हाम्रोतिर त पुरै साकुरा त्यहाँ साकुरा उता साकुरा साकुरै साकुरा अनि हाम्रो माछा पनि छ निलो ताल छ हाम्रो यहाँनिर हामी चाहिँ अब एकछिन यहाँ यसो भिडियो बनाउँछ होइन अनि फोटोसोटो खिचेर हामी जान्छौँ अनि कहाँ जाने हामी सेतो साकुरा के हेर्ने रातो साकुरा हेर्नु जाउँ न हामी त्यही त रातो रहेछ त्यो रातो हेर्नु जाउँ न त त्यहाँ एकदम बाक्लो खायो वहाँतिर उसले त्यतातिर पनि जानुपर्छ हेर यो भ्यू आहा यो भन्दा सुकुन भनेको सुकुन काम गर्दा गर्दै थाकिरहेको हुन्छ थाक्ने जस्तो त काम त हुँदैन त्यही पनि भनौँ न त्यो टाइपको हुन्छ एक दुई दिन यसो छुट्टी हुन्छ त्यो छुट्टीको बिना यसो घुम्न आउँदा नि मनै शीतल हुन्छ कि अनि विदेश आज जस्तो फिलै हुँदैन यो पाहाडहरू वरिपरि डाँडाहरू हेर्दाखेरि यो टाइपको हावापानी हेर्दाखेरि त मलाई विदेश आज जस्तो टाइपै हुन्छ तिम्रो हुन्छ के कहाँ जस्तो लाग्छ तिमीलाई त्यही त त्यस्तो फिल हुन्छ है हामी चाहिँ यता फर्स्ट टाइम आइरहेको होइन पहिला हामी यता आएको थिएँ र हामी यता फर्स्ट टाइम आइरहेको छ यहाँ हराउन पनि सक्छौँ हामीहरू यसो दामी छ यार है यहाँनिर चाहिँ रातो साकुरा रहेछ कि हाम्रोतिर साकुरा यस्तो दामी दामी साकुराहरू छ हेर आहा हेर त यो के छुन पनि पाउँदैन दामी दामी छ साकुरा यस्तो दामी रहेछ यार ल यहाँ भिडियोहरू यस्तो खिच्नुपर्छ ल च्याट यता यो चाहिँ बगैँचा टाइपको रहेछ कि उता जाने अझै यहाँ जाउँ न यतातिर यसो भित्र उताहरू बसिदिउँ ल मजाले मजाले त्यो दामी दामी ठाउँ छ मलाई कहाँ हिँड्छ अहिले हामी यताबाट फर्किँदैन नि त अनि हामी उता यहाँबाट फेरि हामी यता गइन्छ नि त यस्तो हुन्छ नि त फेरि हामी जिन्दगी है साकुराको फुलमुनि बस्यो सर्र हावा खायो जाडोमा सर्र हावा खायो यही त हुन्छ जिन्दगी अनि हाम्रो चाहिँ के लाग्थ्यो भन्दा हाम्रोतिर त पैँयु फुल त यस्तरी फुल चाहिँ जस्तो मलाई लाग्ने थिएन जसरी यहाँ फुलिरहेको छ यहाँ पुरै सेतै भएको क्या जो म रुखा मुनि बस्या हो नि त्यहाँ वरिपरि के यस्तो पुरै सेतै हो कि दामी यस्तो दामी छ मोबाइलले क्याप्चर गर्न खोजेँ सकेको छैन कि त्यस्तो ब्युटी छ क्या त्यतिसम्म के सुन्दर त छ मोबाइलले जुन क्याप्चर गर्न सकेको छैन जापान त्यसरी राम्रो भएको होइन एक साकुराले गर्दा पनि राम्रो भएको जापान है आमा मनले आनन्द छाउँछ एकछिन होइन आनन्द छाउँदो रहेछ कि ऊ मान्छे उभिएर बसिरहेको बस न थुपुका के गर्ने भने कस्तो बनाउने भने अब हामीले एकछिन यहाँ भिडियो बनाएर हामी यहाँबाट निस्किन्छौँ अब धेरै कति बस्ने फेरि चिसो गराउँछ एकदम अब चाहिँ हामी अलिकति फोटोसोटा खिचेर अब चाहिँ हामी यहाँबाट लाग्छौँ होइन कति फोटो खिच्ने है एउटै हो थोपडा चाहिँ भनेर चाहिँ अब त्यो मूल नाराको साथ हामी अब माथितिर लाग्छौँ अझै पनि हाम्रो धेरै ठाउँहरू घुम्न छ एक्सप्लोर गर्न छ आज हामीले पुरै ठाउँहरू चाड छ कि आज छुट्टीको दिन यसो मिलाएर आज मात्र होइन हामी सँगै छुट्टी हुने उसको मेरो आज सँगै छुट्टी हुन्छ त्यसपछि फेरि 2 दिन हप्तापछि मात्र अब सँगै छुट्टी हुन्छ कि तर एक्लै त हिँड्न झ्याउलाउँछ अनि ऊ र म भएको बेलामा आज चाहिँ अलिकति घुम्छौँ सिधै जाउँ न जाने गयौँ न एड्रेस थाहा छैन हामीले अहिले चाहिँ हामी एकछिनपछि फर्किन्छ सानैबाट हेरिरहेको त्यो कार्टुन के अरे डोरेमनको नोबिताकोहरू हुन्छ नि हामी त्यतातिर जाँदैछौँ है यतातिर यहाँ यो अगाडि चाहिँ डोरेमनको घर छ कि ऊ त्यहाँ छ हाम्रो अगाडि उहाँतिर छ कता ऊ त्यहाँ छ हामी चाहिँ त्यहीँ जाँदैछौँ अहिले हामी त्यहाँ डोरेमनको घर छ अरे अनि हामीले म्यापमा हेरेको त्यहाँ डोरेमनको घर छ हामी त्यही डोरेमनको घर चाहिँ हेर्न जान्छौँ अब है ऊ त्यही आयो है अनि यो एरिया चाहिँ हल्का पुरानो टाइपको घर छ कि किनकि डोरेमनको घर पनि पुरानो हो ऊ यहाँदेखि चाहिँ ऊ त्यहाँ चाहिँ डोरेमनको घर छ कि हामी त्यही जाँदैछौँ अहिले हामी है ल यहाँ यतातिर यो गाउँ जुन राम्रो रहेछ है यता भित्रतिर है होइन कस्तो दामी यो हो त्यतातिर सुनियो अनि के हुन्छ नि जियान नोबिताको घरतिर हामी जाँदैछौँ चाहिँ नोबिता बस्ने घर चाहिँ हाम्रो ठ्याक्कै अगाडि छ त्यहाँनिर छ नोबिता बस्ने सिजकल झाड लाउँदै अहिले मार्छ अहिले देख्यो ल यही हो यस्तै टाइपको हुन्छ है कोही पनि नबस्दो रहेछ
है मन घर चाहिँ डोरे के अरे नोबिता घर चाहिँ त्यही हामी चाहिँ अगाडिबाट चाहिँ बल्लरामले अगाडिबाट चाहिँ देखिन्छ अगाडितिर जाने बाटो चाहिँ उताबाट घुमाएर रहेछ कि हामीलाई चाहिँ अलिकति टाइम लाग्ने भएर हामी त्यहाँ गएन त्यही हो त्यो नोबिता घर चाहिँ हाम्रो नोबिता यो पण्डित स्कुल चाहिँ थाहा हामीलाई उतापट्टि पर्छ हाम्रो हामी बस्ने ठ्याक्कै अगाडितिर बस्छ कि यही नै हो नोबिता घर नोबिता कार्टुन हेरेको हुन्छ हामी झुट बोल्छ होला बोले तिमी झुट बोले अनि कहाँ बोल्छ हामी यो कसो घर अरे यो उसो घर हो नि के अरे नै नोबिता गर्लफ्रेन्ड के अरे नोबिता गर्लफ्रेन्ड त नै घर चाहिँ त्यसो साथी धनी के नाम जियन सुनियो यो घर चाहिँ सुनियोको कार छ अहिले सुनियो छ अहिले धेरै ठुलो भइसक्यो कि कार सर किनेको छ बिहा गरेको छ अरे भन्ने सुने हो भने डोरेमन डक्टर भइसक्यो यो घर डोरेमनले रोज रहेछ है होइन रोज जस्तो दामी होइन तर रोज जस्तो छ नि है प्लास्टिक हुन्छ नि हाम्रोतिर त्यो टाइपको रहेछ दामी रहेछ भित्रतिर त्यो के अरे नोबिता चाहिँ अहिले डाक्टर भएको छ होइन डाक्टर नोबिता भएर त्यो घर छोडेर उसको घर चाहिँ पुरानो भएको हो कि नत्र घर चाहिँ त्यही हो कहाँ हामी झुट बोल्छ यार यही बाटो नोबिता स्कुल जाने बाटो यही बाटो हुँदै नोबिता स्कुल जान्थ्यो हामीले कार्टुनमा देखेअनुसार अझै घर चाहिँ उयो हो कि नोबिता घर अगाडि यस्तो देखिन्छ त्यो अगुस्ट घरको अगाडितिर बार रोडको किनारमा अनि अहिले घर बनाएर त हो नि त्यस घर अगाडि बार थियो मलाई त्यो बार सर भत्काइदियो त्यस्तो बनाइदिएको कि त्यही हो त्यो घर मलाई बार चाहिँ भत्काइदियो यस्तो यो पहिला यो घर थिएन कि त्यही भएर हो अहिले घर बनाइदियो नि त त्यही भएर यो चाहिँ सुनिएको जियान घर जे पनि भन्दै भा है भन्दै भा मान्छेले जान्नु बुझ्नु केही छैन भन्दै आउँछ बोल्दै आउँछ सो अब चाहिँ हामी रोडतिर निस्किसक्यो अब चाहिँ लगभग साकुरा खासै छैन हामी चाहिँ रुमतिर फर्किनु पर्ने हुन्छ ऊ त्यही नोबिताको स्कुल अब हामी नोबिताको स्कुल देखाएसँगै आजको भिडियोलाई हामीले हेर्ने आउँदै गर्छौँ है बाई बाई गरिन्छ र मिल्छौँ हामीले अघिल्लो भिडियोमा तब तक लिए नोबिता ल्याएर चाहिँ अर्को भिडियोमा हामीले सायद ल आजलाई त्यति गरिदियो है नोबिताको चर्च